नमस्कार यहाँहरू सबैलाई म काकी प्रतिभाको नेपाली किचनमा स्वागत छ। आज मैले भिन्डी र दहीको रसिलो तरकारी बनाउँदैछु। यो बनाउँदाखेरि यहाँहरूले अन्तसम्म हेरेर साथ पनि दिनु होला है त। ल अब हामी दही भिन्डीको रसिलो तरकारी बनाउनलाई चाहिने कुराहरूतिर लागौँ। अब भिन्डी त चाहिहाल्यो, त्यसको लागि दही अब कतिको आफूलाई अब बेसरी अमिलो खान मन लाग्छ भने अलि धेरै राख्दा पनि हुन्छ, नभए मैले त यति नै राख्ने गरेको छ। अब त्यसको लागि धेरै थोक चाहिँदैन। अब यो मसला दानीमा हुने अब जिरा मसला, बेसार, नुन, अनि अलिकति मेथी, अनि एउटा तेजीपत्ता, यति हो चाहिने होइन। त्यस्तै गरी यो मिडियम साइज छ भने दुईवटा, ठुलो छ भने एउटा साइज, एउटा प्याज मसिनो गरी काटेर राखेको छु र यो अदुवा लसुनको पेस्ट हो। यति भए पुग्छ। अब मैले काट्न थालेँ है त। यो भिन्डीलाई मैले 1-2 घन्टा अगाडि नै धोएर राम्रोसँग सुक्न दिएँ। त्यसपछि बल्ल अब यहाँ काट्न लागेको हो। अरू तरकारी जस्तो होइन कि यो भिन्डीको फेरि अलिअलि चिसो लाग्यो भने चिप्लो भएर एकदम हेर्दा पनि नराम्रो देखिन्छ। यसरी अगाडि र पछाडिको टुप्पा यसरी फाल्नुपर्छ। एउटा एउटा फाल्दाखेरि टाइम लाग्छ। मैले चाहिँ त्यही भएर यसरी सँगसँगै एकैचोटि यसरी फाल्ने गरेको छु कि। यो अगाडि पछाडिको फालिसकेँ। अब यसलाई काट्दाखेरि यो साह्रै ठुल्ठुलो भयो भने पनि भित्र नुन नपसे जस्तो कस्तो कस्तो मलाई त्यति मिठो लाग्दैन। मैले यत्रो यत्रो पिस गराउँछु यो रस बनाउनलाई। जस्तो भिन्डीको भुटुवा गराउँदाखेरि त अब अझै मसिनो गर्दा पनि हुन्छ। टक्क धेरै तेल राखेर भुट्दा कति मिठो हुन्छ। अब यसरी पनि अर्कै टेस्ट हुन्छ। यो सबै ठाउँमा यसरी पकाउँदा रहन्छन्। हाम्रोतिर चाहिँ एकदमै अझै मेरो सासूले त भिन्डी करेला अनि त्यसमा मोही सोही राखेर कस्तो मिठो बनाइसिन्थ्यो। कराही तातिसक्यो, मैले त्यसमा तेल राखेँ है त। पहिला त भिन्डीलाई भुट्न पर्छ। लगभग 2-3 चम्चा तेल राखेँ। तेल तातिसक्यो, म भिन्डी राखेँ। यसरी मिडियम आँचमा यसलाई 1 मिनटसम्म भुट्नुपर्छ। मैले कति 3-4 मिनट जति भुटेँ। यतिको यी कलर चेन्ज भएर हल्का ब्राउन ब्राउन जस्तो भएछ। अब यसलाई मैले अर्को भाँडामा निकाल्छु। अघि भिन्डी भुटेको तेल छँदैछ, त्यसमा चाहिँ मैले आधा चम्चा जति मात्रै तेल थपेँ। अब यसमा प्याज भुटिनु पर्यो। अब के गर्नु त, हेल्दी भने पनि कहिलेकाहीँ तेल भएको पनि खानु पर्यो नि। ल तेल तातिसकेको छ। मैले पहिला थोरै मेथी पड्क्यो। अब मेथी पड्क्यो भनेपछि अब त्यसमा मैले जिरा पनि फुर्याएँ। अब प्याज राखेर यसलाई भुट्छु। यो पनि रातो रातो हुँदासम्म भुट्नुपर्छ। ठुलो ग्यास गराउनुहुन्न, मिडियम ग्यास बनाएर भुट्नुपर्छ। अनि बल्ल गोल्डन कलर आउँछ। ल 3 मिनट जति भयो। यो लगभग भुटिन लागिसकेको छ। ल प्याज राम्रोसँग भुटिसकेको छ। त्यही भएर मैले अब यसमा बेसार पहिले राख्यो भने डर छ कि फेरि, त्यही भएर अब बेसार राखेँ। त्यस्तै गरी यो जिरा धनियाँको पेस्ट हो। यो चाहिँ हल्का थोरै गरम मसला हो। यो कश्मिरी, यसले कलर पनि राम्रो देखिन्छ। खास पिरो आउन्न। पिरो खाने हो भने त अर्को खुर्सानी पनि राखेको हुन्छ। म पिरो चाहिँ नखाने हुनाले राख्दिनँ। हल्का पिरो मन पर्दैन कसैलाई पनि। अब यति गरेपछि अब यो दहीलाई
एकछिन अलि फिट्छु, फिटेपछि अनि त्यसमै राख्छु मैले। दही राम्रोसँग फिटिया छ, म राखेँ है त अब यसमा। अब यो मसला र प्याज दही एकैछिन पाक्न दिनुपर्छ। यो तेजी पत्ताले पनि टेस्ट एकदम मिठो गराइदिन्छ, त्यसले गर्दा म एउटा राखेछु। यसरी मसला प्याजमा दहीलाई राखेपछि यसरी चलाइराख्नुपर्छ, नत्र भने फेरि छोक्रा छोक्रा हुन्छ अनि राम्रो बन्दैन। यसमा अदुवा लसुनको पेस्ट पनि राखेँ। अनि नुन फेरि कति राख्ने भएर मैले राखेको थिइनँ, अब चाहिँ राख्छु बल्ल अड्कालेर। आफू कतिको खाइन्छ, हामी अलिक कम खाइन्छ नुन पनि राखेँ। अब यसलाई एकछिनसम्म चलाइराख्नुपर्छ, छोड्नुहुन्न, छोड्यो भने बिग्रिन्छ, फेरि छक्राक्क हुन्छ कि नराम्रो। अब यो रसिलो बनाएर झम्म यसैसित मुसेर खान्छु भन्यो भने अलि धेरै पानी राख्दा पनि हुन्छ, नमिठो नमिठै हुन्छ। मैले चाहिँ यो दही राखेको भाँडाको अलिकति यसरी 2 मुठी जति पानी राखेर यसलाई पनि पखालेर यसमै राखिदिएँ। अब एकछिन यसलाई पाक्न दिन्छु, त्यसपछि भिन्डी राख्छु। हाम्रो दही मसलाहरू राम्रोसँग पाकिसकेको छ। म अब यसमा अघिको भिन्डी पनि राखेँ यसमै। अब भिन्डी राखेपछि यसलाई एकछिन म ढाकेर पकाउँछु, अनि त खानालाई रेडी भइहाल्छ। राम्रोसँग पाक्दैछ। अब यो अघि नै भुटिसकेको छ, खासै धेरै बेर पकाइराख्नु त पर्दैन। त्यही मसला नुनहरू चाहिँ यसमा राम्रोसँग भित्र पसोस् भिन्डीमा, त्यो भयो भने मिठो हुन्छ। अब लगभग 2 मिनटमा चाहिँ यो तयार हुन्छ। लगभग 3 मिनट भइसक्यो। मैले ढाकेर यसलाई पकाएको सबै नुन मसलाहरू भइसकेको छ। राम्रोसँग पाकेर हाम्रो दही भिन्डीको रसिलो तरकारी रेडी भयो। यसलाई अब खाजासित खाँदा पनि हुन्छ, रोटीसित खाँदा पनि हुन्छ। अब खानासित त झन् हुने नै भयो। एकपटक यहाँहरूले पनि बनाएर खानु होला, एकदम मिठो हुन्छ। यसलाई अझै पातलो गराउँछु भने पनि हल्का लगभग 1 गिलास यति पानी राख्छु भने पनि नमिठो चाहिँ हुँदैन, आफ्नो टेस्ट अनुसार हो।